दशैंको फूलपातीबाट प्रदर्शनमा आएको एक्सन प्रधान फिल्म बलिदानले प्रदर्शनको पहिलो साता दर्शकबाट उत्साहजनक साथ पाएको छ। सोमबारबाट दोस्रो हप्तामा प्रवेश गर्न लागेको यो फिल्म आइतबार पहिलो साताको अन्तिम दिन पनि देशभर 100 भन्दा बढी शोका साथ प्रदर्शनमा छ भने अकुपन्सी अनुपात 60% भन्दा माथि रहेको छ। वितरकहरूका अनुसार फिल्मले काठमाडौँ सहित पश्चिम नेपालदेखि पूर्वी नेपालसम्म राम्रो दर्शक पाइरहेको छ। प्राविधिक कारणले पोखराको मिड टाउनबाट हटेको फिल्म फेरि प्रदर्शनमा आएको कुबेर सिने डिस्ट्रिब्युसनका पुष्कर घिमिरेले जानकारी दिएका छन्। काठमाडौँका वितरक गोविन्द शाहीले फिल्म क्षेत्रलाई चलायमान बनाउन बलिदानले महत्त्वपूर्ण भूमिका खेलेको जनाएका छन्। निर्देशक सन्तोष सेनले विषम परिस्थितिका बीच पनि फिल्मले गरेको व्यापारबाट आफू सन्तुष्ट रहेको बताएका छन्। उनका अनुसार फिल्मको व्यापारिक आँकडा एकमुष्ट रूपमा सार्वजनिक गर्ने तयारी भइरहेको छ। फिल्म प्रदर्शन भएदेखि निर्देशक सेन सहित अभिनेता समीर भट्ट, अभिनेत्री रिचा शर्मा सहितको टिमले काठमाडौँका विभिन्न हलमा पुगेर दर्शकसँग भेट गरिरहेका छन्। बलिदानलाई दर्शकबाट वर्ड अफ माउथ पनि सकारात्मक मिलेको छ। प्रायले यो फिल्मलाई नेपालीमै पहिलो पटक बनेको उच्चस्तरीय एक्सन फिल्म भनेका छन्। समीर भट्टको एक्सन र अभिनयको पनि निकै प्रशंसा भइरहेको छ। युवा वर्गका दर्शकले उनलाई पछिल्लो पुस्ताको एक्सन स्टारको रूपमा चित्रण गरेका छन्।